यो व्हाट्सअप गाइज वेलकम टु माई भिडियो। आज चाहिँ यो भिडियो चाहिँ रियाक्सन भिडियो हुनेछ। यो भिडियो चाहिँ 5 वर्ष पुरानो भिडियो हो। ल अब के हुन्छ हेर्नु है त। ल गाइज अब त सुरु हुनु ला। ल हेर्नु है त। ल यता हो कि यहाँ सिटिङ प्लेस त्यहाँ यहाँ हुन्छ भिडियो त्यहाँ देखिन्छ। आइ अब भर्खर आखान ल बाइ यता ल ल ल ए यार बाललाई समातिया भाइ जुम गर्न पर्यो। होला गुरु रहेछ नि त म। मस्त साइकल खेल्दै अघिको एक्सिडेन्ट यादैछ। एक्सिडेन्ट हो क्या त्यहाँदेखि जाम अब जाम्ने अहिलेको ठाउँमा हो राति हो क्या और यहाँ थिम मोबाइल यस्तरी प्यातलाक खसेको के पाछळको ब्याक क्यामेरा के प्यात त लगाउने ल अब के गर्ने कस्तो स्क्रिन भयो अघि स्क्रिन भयो कि है भाइ भाइको यस्तो थुप्रा हेर्छ नि त भाइको के भाइ फोन लाइट कयो भाइ यस्तो चस्से मोबाइल यहाँ कुछ वास्ते यहाँ फोटी हान्न लागि छ यहाँ मोबाइल ल ल गाइस यो चाहिँ 10 मिनेट भन्दा बढी हुन्छ है। हेर्दा हेरी त तिमी केटा जस्तो लाउँदै रहौ त। झुट बोल्नेको पनि सीमा हुन्छ। सीमा हुन्छ झुट बोलेर सिक्स्याक्सै लगाइदिए यहाँ लगरको साइकलको यो तारहरू हेर्नु मस्त 6x 7x 10x लगाइदिए खोबडा हेर्नुहुन्छ जुम आउट गर्न पर्यो प्लास्टिक जुम आउट जुम र वाला वहाँ एक दारा स्वाफ गर्दै हुनुहुन्छ। ल मस्त ह्याशट्याग स्वाफ ओपिन द च्याट गर्न पर्यो है। हामी अर्कै खाले मान्छे हौ नि। अब आउछ भने दन्दन हाम्रो मम्मी यहाँ मोबाइल देख्न नपाउँदै मेरो का यहाँ त उता हुन्छ म त सबल त म आछै लाग्यो ल यसो एउटा सिनेमेटिक खिच्ने के अघिको जस्तो फेरि फेरि ल अनि मैले ड्रिफ्ट गरेको थोडा 10x 20x कति लाम 20x लाउँदै हुन्न पस्न मेरो पछि पछि आऊ अरु त के ओ बिने मोबाइल खिचेर ओ आसले त्यो स्थानीय वाले क्यामेरा सबै गरेर राख्नु क्यारेको आनन्दै जुम नगर्ने है।
ढ्याउ पनि आयो आफूलाई तिम्रो मोबाइललाई त जति पनि 10x 20x जति पनि जुम हान्न मिल्दो रहेछ म मजाले जुम हान्छु बन्द भएछ नि हैन उरुरी आएन ल खाजा यो चाहिँ मेरो घरै गाई यो त पहिलाको घर यस्तो पहिला ल्याउनु त यस्तो भयो नि त म कट कसैले केही देखेन है बब्बाल भयो खतरनाक गिफ्ट धेरै नै गरौँ न अहिले लङ भिडियो यतातिर टुर गरौँ न उता टुर गरौँ तिम्रो थोपडा देखाउँछु हेर्नुहोस् यो भ्लगर जसको क्यामेरा मैले लिदिएको छु भाग्यौँ बन्दै छ यो घर त हेर्नुहोस् भैँसीका ग्याङहरू भैँसीले नमारो त्यही हो गाई स्टारी तिम्रो घरको त पुरै टुर दिन पर्छ है 4-5 वर्ष पहिलाको ब्लग हेरेर गाइजहरु सबैलाई ह्यापी न्यू इयर है आज ह्यापी न्यू इयर हिजो चाहिँ मैले त्यो च्यानल खोलेको हजुरहरुले पनि कमेन्टमा ह्यापी न्यू इयर भन्नु टाइप गर्नु होला न्यू इयर आफैले माग्ने एक दिन आउँछ न्यू इयर के दिन एडिट गरेर हाल्दा भइहाल्छ नि यो गर्ने यार त रेडी भिडियो नि बाहिरको देखाइदिए न बाहिरको अघिको एक्सिडेन्ट र सर्ट चाहिँ हाल्न पर्छ भयंकर भयो अघि एक्सिडेन्टमा पनि रहेछ क्या के खै तर त्यो गुल्टे थियो है तिमी त्यो त्यतिखेर खाली रहेछ एकछिन घरको टुटा हैन कता कता घरको टुटा ढिकिड कता जाँदै हो पहिला घर कतै आएछ भाइ गयो सक्यो
अर्को त्यो कोही हजुर गाइस आजको भिडियोलाई यति नै थ्याङ्क यू सो मच फर वाचिङ बाई